जाने हो घर ससेस खाने हो घर गएर ससेस खाने हो। ल है आज चाहिँ हाम्रो घुमाइ धरान 5 ठिङ्गाबारीमा अवस्थित टिकटक रिसोर्टमा चाहिँ हाम्रो चाहिँ आज घुमघाम निकै लामो समय पछाडि अरू बेला पनि हामी घुम्न नभ्याएको हुनाले गर्दाखेरि आज शुक्रबारको दिन चाहिँ सबैको छुट्टी भएको बेलामा चाहिँ हामी घुम्न निस्केको थियौँ र अब हामी घरतिर फर्किँदैछौँ। रात पनि पर्यो अलिक अब अँधेरो पनि हुँदैछ र हामीहरू देउरालीमा चाहिँ हाम्रो बोजू सीता बोजूकोमा पनि एकछिन निस्किन्छौँ। त्यस पछाडि हामी घर लाग्छौँ र सीता बोजू के गर्दै हुनुहुन्छ हेरौँ है त ल। ओहो बाटोमा हिँड्दै साकेला बाटोमा नाचिरहेको दृश्य पनि देख्न पाइयो। तर यहाँनिर चाहिँ हामीलाई बाटो छोडिदिनु भएको छ। फेरि बिचमा चाहिँ हेपेर गयो भने चाहिँ नभन्नु होला, हामीलाई बाटो छोडिदिएको हो। यहाँनिर चाहिँ देउराली चोक छेउमै चाहिँ साकेला नाच भइरहेको थियो र यहाँबाट चाहिँ हामी देउराली चोक हुँदै अब सीता बोजूको घर पुग्न आँटेको छौँ है त ल। ल अब चाहिँ सीता बोजूको घरमा चाहिँ पुगिहाल्यौँ भन्दा पनि भयो। यहाँबाट चाहिँ हामी यता बायाँतिर मोडिनेछौँ। अब बोजूको घर आइपुग्यो। अब बोजू के गर्दै हुनुहुन्छ हेरौँ अब यहाँनिर ल। टकसँगै लु सीता बोजूको घरमा आइपुग्यो। राति डुल्दै यता अर्को बाजे ठुलो बाजे ल अब चाहिँ घरतिर लाग्यो। सीता बोजूको घरबाट हिँडिसक्यौँ भने अहिले चाहिँ हामी बगरकोटको यो पुलनिर आइपुगेका छौँ। अब यहाँनिर चाहिँ रात्रिकालीन यो बगरकोट कस्तो देखिँदो रहेछ हेर्नुहोस् ल। बगरकोट चाहिँ यो चाहिँ दायाँ बायाँ चाहिँ झिलिमिली, यहाँ चाहिँ डिस्को बार पुरा डाङडाङ डुङडुङ चलिरहेको हुन्छ। यो चाहिँ बेलुका 11 बजेसम्म चाहिँ हुन्छ है। यहाँबाट चाहिँ फेरि अलिक अगाडि बढिसकेपछि चाहिँ भलिबल चौरी छ यहाँनिर चाहिँ। यहाँ पनि रात्रिकालीन भलिबल हुन्छ, बिहान पनि हुन्छ। दिउँसो चाहिँ त्यति गेम हुँदैन, बेलुका चाहिँ ठुलै गेमहरू बाजीहरू खेल्ने गरिन्छ भने। अब यहाँबाट चाहिँ हामी सिधै बिरानी लिनलाई हामी पुतली लाइन जानेछौँ। अहिले हामी सदन स्कुलको बाटो हुँदै यता माछाबौडी आइपुग्यौँ। माछाबौडी देशी लाइन हुँदै यहाँ चाहिँ देशी लाइनमा चाहिँ जुत्ता चप्पल कपडाहरू यहाँ पाइन्छ भने यता अब अगाडि चाहिँ भानुचोक छ। भानुचोकमा चाहिँ रात्रिकालीनको चाहिँ दृश्यहरू चाहिँ एकदम रमाइलो देखिँदो रहेछ। झिलिमिली राति यसरी चाहिँ हिँडेको थिएन, तर एकदम चाहिँ रमाइलो बत्तीहरू बल्दो रहेछ। यहाँनिर कति राम्रो आनन्द खालको देख्न पाइन्छ होइन भन्दै अब हामी अगाडि नै बढ्यौँ। अब अगाडि बढ्दाखेरि चाहिँ कहाँ पुग्छौँ भन्दाखेरि अब हामी सिधा भाटभटिनी सुपर मार्केट जानेछौँ। भाटभटिनी सुपर मार्केटमा चाहिँ हाम्रो छोरोले चाहिँ फेरि ससेस भन्दैछ। त्यसमा चाहिँ ससेस नदिउँ भनेको, फेरि ससेस नकिनी घर नजाने भनेपछि त्यहाँ जानेछौँ र मटन बिरयानी पनि लिनेछौँ। अनि त्यस पछाडि हामी घर फर्किनेछौँ है। यो चाहिँ पुतली लाइनको एकदम चाप भिड देख्न सकिन्छ। यो अगाडि चाहिँ हाम्रो चाहिँ के अरे के भन्छ
आइमिनेर चाहिँ हामी अलिक निकै गाह्रो हुन्छ यो चाहिँ क्रस गर्नुलाई। यहाँनिर चाहिँ अहिले बेलुका पनि अलिक भिड हुन्छ। दिउँसो त झन् 9-10 बजे त कति भिड हो यो त। अहिले बेलुका चाहिँ त्यति साह्रो छैन। यहाँबाट सिधै अगाडि गएपछि चाहिँ हामी ठ्याक्कै हाम्रो पुग्ने ठाउँमा चाहिँ आइपुग्न आँटो। अब यहाँदेखि चाहिँ हाम्रो ठ्याक्कै भाटपाटेनी सुपर मार्केट देखिहाल्नु हो। यहाँबाट चाहिँ माथिल्लोपट्टि चाहिँ फेरि मटन बिरयानीहरू, चिकन बिरयानी हरेकका यहाँनिर चाहिँ पाइन्छ। यहाँ चाहिँ हामी पहिला चाहिँ हामी बिरयानी अर्डर गर्छौँ, त्यस पछाडि हामी यता भाटपाटेनी सुपर मार्केटतिर जानेछौँ। भोलि बजार आउनु नहुने ससेस मागेर हैरान छोरोले। अब यहाँनिर भाटपाटेनी अगाडि यहाँ छौँ, जाँदैछौँ। के खाने अरे छोरा, के खाने अरे? ससेस खोज्नु हिँडेको है यो। यमिलुङ ससेस खोज्नु हिँडेको हो। है त त ससेस खाने अनुहार। ल ससेस कहाँ रहेछ त? ल देखाऊ त। ल आफै देख्छ नि, आफै ल्याउँछ। पैसा दिएन ल, हिँड लु। कहाँ रहेछ ससेस? म हेर्छु। कहाँ छ ससेस? कहाँ छ ससेस? देखाऊ त। ससेस लिन ए ससेस माग्नेलाई यसलाई त यो सब यहाँभित्रको सपिङ मल सबै थाहा रहेछ। यहाँ कहाँ कहाँ के पाउँछ भनेर यसले पुरा ससेस खोज्दै। कहाँ छ? कहाँ हो? म त थाहा छैन मलाई त। यो हो? पल्लोपट्टि पनि छ? कुन हो? त्यो त चिकन होला। यहाँ छ हो? यता देखाऊ त, उतापट्टि हेर। के हो यो? के ल्याएछ? बफ हो? हो ल बोका। ससेस खोज्ने मान्छे, ससेस माग्ने मान्छे। ल यता यहाँबाट सिधै जानु। यसलाई थाहा हुन्छ कहाँ ससेस छ, के छ सबै। ल बिरयानी पनि पाइयो। यामेलङले मटन बिरयानी पनि खाने अरे। ल बोक। ससेस पनि खाने। सबै सपिङ सकेपछि मटन बिरयानी पनि आइसकेको छ भने यामेलुङ छोराले चाहिँ ससेस खाने भनेर भाटपाटेनी सुपर मार्केटमा गएर लिइसकेछौँ। आजको घुमाइ हाम्रो फ्यामिली टुर एकदम रमाइलो भयो र थोक्ला युट्युब च्यानललाई सब्सक्राइब र लाइक सेयर पनि गरिदिनु होला। र आजको हाम्रो चाहिँ भिडियो कस्तो लाग्यो र यसमा चाहिँ के सुधार्नु पर्ने छ तपाईहरुले कमेन्ट गरिदिनु होला। सुधार्ने प्रयास गर्नेछु भन्दै मेरो घर आइपुग्यो। धन्यवाद। सेवारो नुगेन।